गिडी पहाड थियो। यहाँ यो दरबारमा पहिले भुषल खड्का मगर राजा थियो। यो 3 राजधानी, माथिल्लो कोट घले राजा, बीचकोट भुषल खड्का राजा, तल्लो कोट मगर राजा, 3 राजधानी थियो यहाँ। बाबा गोराले प्रकट हुनुभयो, गोर्खा भयो। यो भुषल खड्काको नियम कानुन नीति बाबालाई मन परेन। के थियो भन्दा अब छोरोको बिहा गर्नु पर्यो, जन्ती कहाँ गयो, दुलैको घरमा। बरेत कहाँ जानु पर्थ्यो, दुलाको घरमा, होइन त। दुला घर बरेत जानु पाउँथेन, बरेत यहाँ ल्याउनु पर्थ्यो। त्यो दिनको मोज मस्ती राजा लुट्थ्यो। भोलिपल्ट बल्ल हामीले बुहारी घर लानु पाउँथ्यौँ। यो नीति बाबालाई मन परेन। मन नपरेपछि राम्रो राजा खोज्नु पर्यो भने बाबाको न राजा खोजीमा लाग्नु पर्यो। कता जाऊँ त पहिला भन्दा 3 सहर नेपाल। नेपाल पछि भएको, पहिला नेपाल हो। 3 सहर नेपाल काठमाडौँ जानुभयो। सारा जनता घरमा गएर गोरख जगाउनु गयो राति। भोलिपल्ट सबै जनता घरमा जानुभयो, तर कसैले पनि वास्तै गरेन। को आयो किन आयो मतलबै भएन। भनेपछि यो जनतामा चेतनशील रहेनछ, यिनीलाई चेताउनु पर्यो भने। मृगस्थली गएको छौ पशुपतिमाथि गएको छैन हो? मृगस्थली गएर 12 वर्षको तपस्या लिइदिनु भयो। कस्तो त सारा नागलाई आसन लगाएर नागमाथि आफू बस्दिनु भयो। नाग नभए त पानी पर्ने कुरै आएन। त्यहाँ अनावृष्टि हुन गयो। आज भोलि 1 वर्ष 2 वर्ष हुँदा पशु पन्छीको कुरा मान्छे पनि आफै भुतुभुतु हुन थाले। अब मान्छे नभए जनता नभए कसको राजा भने? देशमा रोग लागेपछि कसलाई चिन्ता हुन्छ? राजालाई चिन्ता हुन्छ। अहिले मन त प्रधानमन्त्री यत्र चिन्ता, घुम्न बाहेक केको चिन्ता? घरमा रोग लाग्यो अन्के लाग्यो कसलाई चिन्ता? बाउलाई चिन्ता हुन्छ। देशमा रोग लागेपछि राजालाई चिन्ता लाग्यो। 3 सहर भ्यालीभित्रका जनतालाई ज्योतिषलाई बोलाएर पट्टङ्गीमा राखेर देशमा कहाँ के हुन गयो ल हेर भनेर ज्योतिषलाई जिम्मा दिनुभयो। ज्योतिषले पनि लिखित भएको त्यसलाई गणना गरेर बताउने, लिखित नभएको कुरोहरूले बताउन सक्नु भएन। एउटा मिश्रा भन्ने बाजालाई चिन्ता लाग्यो, रोग त लाग्यो त कसरी लाग्यो त यो त हामीले बताउन सक्नु पऱ्यो नि भने उहाँ ध्यान दृष्टिमा बस्नुभयो। ध्यान दृष्टिबाट हेर्दाखेरि गोरखनाथ बाबा रिस उठे यति गर्नु भएको भने उहाँले पत्ता लगाउनु भयो। अनि राजाले भनिदिनु भयो यो कारण यो, यसको उपाय के छ त? यसको उपाय एउटै छ। दक्षिण भारत कामाख्यामा उहाँका गुरु मत्स्यनाथजी हुनुहुन्छ। उहाँलाई यहाँ ल्याउने उपाय भने यो समस्या हल भयो, न त हल हुनेवाला छैन। भनेपछि को आउँछ जोपाय गरेर मान्छे आउँदैनन्। फेरि राजाले भाइबाट राजपाट सुम्पेर आफै जाने प्रक्रिया मिलाउनु भयो र उहाँ जानुभयो, वार्ता गर्नुभयो, वार्ता मिल्यो, आउने प्रक्रिया भयो। मत्स्यनाथजी बच्चाको रूपमा आउनुभयो भोटो लगाएर। अनि 3 सहर भ्यालीभित्र आएर यसो हेर्दा फाँटमा एउटा ज्यापो हलज्योति हालेको छ। अनि त्यो ठाउँ गएर आफ्नो भोटो फुकालाई उसलाई जिम्मा दिएर ल भोटो ताई सम्हाल है भनेर भोटो उसलाई जिम्मा फेरि आफू सच्चित रूपमा मृगस्थली पहुँचिनु भयो। चेलो नजिकमा त दर्शन गर्दा कुरो सकिएको ऊ घमण्ड लिएर बसिएको छ। ऊ पर उभिदिनु भयो।